मेरो नाम चाहिँ हर्कबहादुर बुढा। हाल तुलसीपुरमै बस्छु र टमाटर खेतीमा लागिएको छ। पहिला विदेशतिर गइया थियो 2014 तिर छिरेको थिएँ म दुबईमा। त्यो भन्दा पहिला पनि गाडी जान्दा दुबई 8 वर्ष बसेर आइयो। भर्खर आएको 1.5-2 वर्ष भनौँ म आएको चाहिँ। विदेश गएर अब अर्काको देशमा दुःख गर्नु भन्दा नेपालतिरै आफ्नै गाउँघरतिर नेपालमा अब आफ्नै देशमा दुःख गरौँ भनेर लाग्यो। के भयो भने अब अलिकति भने जस्तो नहुँदो रहेछ नेपालमा। अब कस्तो भने अब हरेक ठाउँबाट चाहिँ हामीले अलिकति ठक्कर खाएकै हुन्छौँ, किनकि अब एक त अब हामीले लगानी गर्न सक्दैनौँ, लगानी भए पनि हामीले मार्केटिङको व्यवस्था छैन, नभएपछि हामी घाटामै जान्छौँ। किन भन्दाखेरि अब माल धेरै आयो भने चाहिँ ऊ हुन्छ भाउ नपाउने भयो। अब भाउ पाइया बेला माल हुँदैन, हामीले त्यो घाटामा जान्छौँ हामीहरू। किन भन्दाखेरि अब के हुन्छ भने सबै कृषकहरू एउटै नहुने, जस्तो अब एउटाले एउटा गरेको छ, एउटाले अर्कै भनेको छ। सबै कृषकहरू एउटै भएर हामीहरूले माल सप्लाई गर्न सक्यो भनेपछि भने जस्तो भाउ पाइन्थ्यो कि भन्ने मेरो चाहिँ उद्देश्य छ। त्यसरी अहिले चाहिँ डोका भरे चाहिँ खै बोक्ने मान्छे कता गयो? डोका बोक्नु पर्यो, डोका। यहाँबाट चाहिँ मैले आफै बजार लग्ने हो, बजार लगेर मन्डीमा दिने हो। उनीहरूले उ गर्दा पनि हुन्छ, उनीहरू पनि आउँछन् भन्ने भने त उनीहरू आएपछि अब 1-2 रुपियाँ कम हुन्छ। आफैले लगेपछि 1-2 रुपियाँ अलिक धेरै पाइन्छ। त्यही भएर पनि मैले आफै पुऱ्याउँछु। आफ्नो साधन छ नै छ के अरे, साधन चाहिँ मसँग अटो छ के अरे। अब अटोबाट अलिक धेरै खेप गर्नुपर्छ भनौँ न। भाउ त अहिले खै कति छ, 10-11 त्यस्तै होला सर। त्यस्तै छ आजभोलिको मन्डीको भाउ चाहिँ। अब ठोकको भाउ चाहिँ अब फुटकरमा कसरी छ 20-25 त्यस्तै होला किलोको, त्यसरी छ आजभोलि। अब हाम्रो टमाटर खासै त्यस्तो राम्रो छैन, त्यति पस्ताएको छैन। अब चिसोको कारणले गर्दा पनि हो, अलिकति हामीले यो अलिक व्यवस्थित भएन। नत्र पनि यसमा चाहिँ अब यो 1 बिघा जग्गामा लगभग तपाईँको 25 देखि 30 क्विन्टल नर्मली आउने हो। र हाम्रोमा चाहिँ के छ भने चाहिँ अहिले लगभग त्यही हो 16 क्विन्टल 17-15 क्विन्टल त्यस्तै आउँछ सर। किन भन्दाखेरि अलिकति हाम्रो माल यो बोट अलि नराम्रो भएको कारणले गर्दाखेरि हाम्रो सुरुमै अलिकति रोगले लाग्दियो। रोग लागेपछि अलिक बचाउन गाह्रो भयो, हामीले धेरै औषधिहरू पनि खर्च भयो। त्यसले गर्दाखेरि आजभोलि चाहिँ यो नर्मल आएको हो। नर्मल भन्नुपर्छ यसलाई, ठिक हो। र अलि हिजो अस्ति हामीहरूले चाहिँ अब जस्तो हामीहरूले अब साउनको महिना लगाएको, साउन महिना लगेपछि असोजको महिना टिप्नु सुरु हुन्छ। असोज कात्तिकको महिनामा मेन धेरै आउने भनेको कात्तिकको महिना हो। अब कात्तिकको महिनामा हामीले चाहिँ यसको मुनाफा ल्याउन सकेनौँ। किन भन्दाखेरि रोग लागिदियो बिचमा, अनि रोग लागेपछि लगत्तै किरा लाग्यो। किरा लागेपछि अब यो दानाहरू फुल नठर्ने, फुलहरू नथर्ने, त्यही भएको कारणले गर्दाखेरि अलिकति धक्का दिएको कारणले गर्दा आजभोलि नर्मलै यस्तै छ भनौँ। अब यो त नर्मल फल हो, आजभोलिको बुढो भइसकेको बोट हो। अब राम्रो फल ल्याउँछु भन्ने पनि भएन यसमा। हामीले यो एकचोटि मात्रै हुन्छ सर। हामीहरूले जस्तो अब भर्खर सुरु हो जग्गा पनि। अब हामीले चाहिँ के गर्यौँ भनेपछि अब जेठ वैशाखको महिना जोत्ने हो, यसलाई जोतेर माटो चाहिँ फर्र पारेर अब राम्रो मसिनो बनाएर राख्नुपर्छ। अनि वैशाखतिर जेठको लास्टतिर अथवा जेठको महिना चाहिँ हामीहरूले यसलाई ड्याङ बन्ने सुरु हुन्छ। ड्याङ बनाइसकेपछि अनि त्यसपछि अब यसलाई मल्चिङ गर्ने। मल्चिङ गर्नुभन्दा पहिला अब मलहरू हाल्ने, हरेक त्यहाँ चिजहरू के हाल्नुपर्छ त्यो सबै हालेर मल्चिङले ढाकेर अनि यो बाँसको ठ्याङ्ग्रा गाडेर रेडी बनाएर राख्नुपर्छ। अनि असारको महिना चाहिँ बिउ राख्नुपर्छ टमाटरको। असारको महिना बिउ राखिसकेपछि हामीहरूले साउनको आधा अथवा साउनको लास्टतिर 20-22 हामीहरूले रोप्न सुरु गर्छौँ। त्यतिखेर चाहिँ रोपेको बिरुवाहरू हो यिनीहरू। यसको चाहिँ अब हामीले अब यो फागुन लगभग चैत, अब पानी हुने ठाउँबाट वैशाख जेठसम्म पनि रहन्छ। यो सालभरि नै रहन्छ कि ट्याक्कै। पानी हुने ठाउँमा चाहिँ, अब पानी नभएको ठाउँमा चाहिँ अलिकति अब हामीहरू चाहिँ यसलाई चाहिँ वैशाखको महिना अथवा चाहिँ चैतको महिना जसरी पनि फाल्नुपर्ने हुन्छ। किन भन्दाखेरि बिचमा माटोहरू पनि मार्नुपर्छ। त्यसले गर्दाखेरि हामीहरूले उ गर्छौँ, यसलाई चाहिँ फाल्छौँ छिट्टै। मुनाफा भनेको त अब यसले दिन्छ लास्टैसम्म दिन त। अलिक सानो फल हुन्छ, सानो फल भए पनि दिइरह हुन्छ दिन चाहिँ। हामीले स्याहार सुसार गरियो भने राम्रै फल दिइरह हुन्छ। सुरुमा गरेको लगानी चाहिँ हाम्रो उठिसक्यो लगभग। हामीहरू त्यो चाहिँ लगभग पहिलो झट्कामै हामीले उठाउन सक्यो भनेपछि त्यतिखेर उठिहाल्छ त्यो लगानी। लगभग कति लाग्छ 1 बिघा जग्गामा तपाईँको लगानी 3 देखि 4 लाख रुपियाँ नर्मल लाग्छ यसको लगानी, आफ्नो ढ्यारी बाहेक लगानी मात्रै। त्यो उठिसक्छ। त्यो उठ्यो भनेपछि अब हामीले चाहिँ एकजना बराबर
सालभरिको नाफा ढ्यारी उठाएर कतिजना लगाएको छ त्यो कति 4 जना 5 जना अब 6 जना जति लाग्छ त्यो सबै मान्छेको ढ्यारी उठ्नु पर्यो अनि उठेर अनि त्यसपछि मात्रै हामी नाफामा जाने हो सर र त्यो ढ्यारी अहिलेसम्म उठाउन सकेको छैन अझै पनि उठाउन अलिक गाह्रो छ सर किन भन्दाखेरि अब लगभग त्यो ढ्यारीसम्म त उठाउला हामीले अब 1-2 पैसाको लागि गरेको दुःख हो खास गरी हो त्यो 1-2 पैसा अलिकति नआउला जस्तो पनि लाग्छ किन भन्दाखेरि अब अलिकति अब भाउ खस्केको कारणले गर्दा भाउ तलतिर झरेको कारणले गर्दाखेरि हामीले त्यो ढ्यारी उठाउनु अलि हम्मे पर्छ भनौँ खास गरी किनबेच गर्दाखेरि चाहिँ 2 जातको मात्रै हुन्छ एउटा हेमसाना भन्ने हुन्छ गोलो खालको टमाटर यो हामीले लगाएको चाहिँ गौरव भन्छ यसलाई यो लामो खालको टमाटर हो गौरवमा अलिकति सस्तो हुन्छ हेमसानामा चाहिँ अलिक महँगो हुन्छ किन भन्दाखेरि हेमसाना चाहिँ खानालाई अलि चुकिलो तरकारीहरू बनाउने अनि बोक्रा पनि त्यसको पातलो हुने कारणले गर्दाखेरि अलिकति त्यसलाई महँगो हुन्छ यो चाहिँ बोक्रा बाक्लो हुन्छ यसले टिक्ने चाहिँ फेरि लङ टाइम टिक्छ यो गौरवले चाहिँ लङ टाइम टिक्छ चाहिँ तर मान्छेहरूले किन भन्दाखेरि यसलाई अलिक बोक्रा बाक्लो हुन्छ के हुन्छ भनेर चाहिँ यसको भाउ अलिकति कम्ती नै हुन्छ सर हेमसाना चाहिँ कस्तो छ भने चाहिँ अलिकति पहाडको ठाउँमा अलिकति पानी तैरिने ठाउँ अबदेखि सुरु हुन्छ त्यो गौरव चाहिँ तपाईँको पानीमा लगाए पनि केही फरक पर्दैन लगाउनलाई चाहिँ फलमा चाहिँ फेरि गौरवले नै जित्छ फेरि हेमसाना भन्दा पनि किनकि गौरव धेरै फल्छ हेमसाना चाहिँ अलिक कम फल्छ सर आम्दानीमा चाहिँ अनुदान पनि छ छन चाहिँ अब अनुदानमा हामीले पनि अलिकति तराइट गरेको हो नगरेको होइन तर कस्तो हुने रहेछ भने त्यो हामीले अब पैसा ल्याउनको लागि त्यहाँको मान्छेहरू अलिकति केही जेब खर्च गराउनु पर्ने हुने रहेछ त्यो जेब खर्च गराउनु पर्दाखेरि चाहिँ अब हामीले त्योभन्दा पहिला त हामीले अब बाहिरबाट पैसा लगेर दिनुपर्ने हुन्छ फेरि पछि पाउँदाखेरि चाहिँ हामीले फेरि अब त्यो पैसा वापस त गर्नु पर्दाखेरि हामीले पैसा कम पर्ने अब हामीले त्यत्रो टाइमसम्म लडेर होइन कति अब कहाँ धाउनु पर्ने हो अब 7-8 ठाउँ त धाउनै पर्यो हामीले त्यो ढाइसकेपछि मिलेको चिजलाई अब त्यसरी ल्याउँदाखेरि किनकि मेन कुरो त हामी किसानहरूले त्यो गर्न एउटा टाइम पनि मिल्दैन धेरै ठाउँ धाउनुपर्छ नि त सुरुको चाहिँ 2006 मा थियो सर 6 मा चाहिँ 2006 मा चाहिँ म कतार छिर्दाखेरि चाहिँ एकदम कति टाइममा पऱ्यो भने त्यही चाहिँ चैते वैशाखको घाममै पऱ्यो त्यतिखेर त्यहाँ जाँदा चाहिँ हामीहरू एकदम चाहिँ दुःख लाग्यो मलाई किन भन्दाखेरि अब बाहिर हेरौँ भनेपछि एकदम सेतो देखिन्छ घाम मात्रै भित्र जाम भने त अब एसीको चिसो भइहाल्यो नेपालमा त अब त्यस्तो अब खासै जति घाम भयो भने त आँखा हेर्न त सकिन्छ त्यहाँ त आँखै देख्न नसकिने घाम भयो क्या अनि त्यतिखेर चाहिँ मलाई एकदम दुःख लागेको सुरुको चाहिँ मेरो विदेशको यात्रा चाहिँ त्यसपछि त अब पछि बानी त परिँदै गयो बानी परि पनि त अब अर्काको देशमा के हुन्थ्यो र दुःखै भनौँ न अब त्यो एउटा दुःखकै छैन हो त्यो लास्टमा चाहिँ मैले अब केही नेपालमा केही नै गरौँ त अब हामीले अब गरिआएको पुर्खौँदेखि खेती किसान पनि हो त्यसमै सम्मेलन भएर चाहिँ हामीहरू यता नेपालमा आएपछि अब यतैतिर लागेको छ सर अब तत्कालसम्म यही छ के अब आउँदो दिनहरूमा के हुन्छ त्यो थाहा छैन